जीवनमा सन्तुलन आवश्यक छ। सबै कुराको सन्तुलन। सम्पन्नताको कुरा गर्दा पनि बाह्य सम्पन्नता जति आवश्यक छ, आन्तरिक सम्पन्नता, मानसिक सम्पन्नता, अन्तसको सम्पन्नता पनि त्यति नै आवश्यक छ। तपाईलाई तृप्ति, सन्तुष्टि, आनन्द तब प्राप्त हुन्छ जब तपाईँ अतिहरूबाट बच्नुहुन्छ, एक्सट्रिमबाट बच्नुहुन्छ। जीवनको मध्यबिन्दुमा जब तपाईँ स्थापित हुनुहुन्छ, तटस्थतामा जब स्थापित हुनुहुन्छ, तब तपाईँलाई जीवनको परिपूर्णताको अनुभूति हुन्छ। बुद्धका जो विशेष शिष्यहरू, मुख्य अनुयायीहरू जो हुनुहुन्थ्यो, उहाँहरूले बुद्धका समस्त शिक्षाहरूलाई उनको महानिर्वाणपछि व्यवस्थित गर्नुभयो, सङ्ग्रहित गर्नुभयो र सावधानीपूर्वक त्यसलाई सङ्कलन गर्नुभयो र ती सङ्ग्रहहरूलाई त्रिपिटक भनेर भनिन्छ। यही त्रिपिटकमा धम्मपद सबैभन्दा प्रिय शास्त्रहरूमध्ये एक हो। धम्मपदका प्रत्येक श्लोकहरू ऐना जस्तै हुन्, जसले हामीलाई बाहिरी संसारसँग होइन, आफ्नै भित्री संसारसँग परिचित गराउँछ। हामीले जुन बुद्धको व्यक्तित्वमा सबैभन्दा महत्त्वपूर्ण आयाम छ, उनको बुद्धत्वको आयाम, इन्लाइटनमेन्टको आयाम हो, त्यो आयाममा फोकस गर्नुपर्ने समय आएको छ साथीहरू। पर्सनालिटी डिसअर्डरहरू क्रिएट गर्छ यसले। पर्सनालिटी इन अर्डरमा कहिले आउँछ त? एउटा प्रपर एउटा व्यवस्थामा पर्सनालिटी कहिले आउँछ त? उनले चेतनाको त्यो शिखरलाई कसरी छुनुभयो, त्यो कुरा, त्यो प्रक्रिया हामीले बुझ्नु अत्यन्त आवश्यक छ। त्यसैले मेरो इन्टेन्सन यो धम्मपदबाट तपाईहरूलाई त्यो बुद्धको जुन बुद्धत्वको अनुभूति छ, त्यो अनुभूतिको बारेमा चर्चा गर्ने, त्यसलाई बुझ्ने प्रयास गर्ने, एउटा नयाँ ढङ्गबाट, एउटा नयाँ शैलीबाट हामीले बुद्धलाई अप्रोच गर्नुपर्ने समय आएको छ। एउटा खरायोको कथा छ, त्यही खरायो जस्तै हालत छ के मान्छेको। बुद्धले त्यो कुरा रियलाइज गर्नुभयो। मेरो स्थिति भनेको, मान्छेको स्थिति भनेको त त्यही खरायो जस्तो स्थिति रहेछ नि। त्यो के हो त खरायोको कथा? कि सायद जसरी अहिलेसम्म एउटा भएको स्थितिमा, डरको स्थितिमा मृत्युलाई बुझिएको छ, हामीले बुझेअनुसार चाहिँ मृत्युको वास्तविकता छैन। सायद मृत्यु एउटा भ्रम मात्रै हुन सक्छ। संसारमा सबैको डेस्टिनी भनेको मृत्यु। त्यसबाट आफ्नो आँखा बचाउने, ध्यान त्यसबाट हटाउने भन्दा पनि एकचोटि त्यसको रहस्य तपाईँ बुझिहाल्नु भयो भने त्यसपछि तपाईँलाई तपाईँको जीवनमा मृत्युको डर नै रहँदैन। सोच्नु न, कस्तो साहस तपाईँको हृदयमा जागृत हुन्छ होला जब तपाईँको जीवनमा मृत्युप्रति पनि डर छैन, किनकि मृत्युको रहस्य तपाईँले बुझ्नु भएको छ। बुद्धं शरणं गच्छामि। आज यो विशेष दिनको शुभ मुहुर्तबाट हामी धम्मपदका समयातीत श्लोकहरूमा प्रवेश गर्न गइरहेका छौँ। यहाँहरू समक्ष भगवान बुद्धका अनमोल वचनहरू यसरी प्रस्तुत गर्न पाउँदा म आफूलाई अत्यन्तै सौभाग्यशाली र कृतज्ञ महसुस गरिरहेको छु। मलाई पूर्ण विश्वास छ हजुरहरू पनि प्रसन्नता र कृतज्ञतासहित मसँग यो कार्यमा जोडिनु भएको छ। धम्मपद वास्तवमा के हो, यो किन बोलियो र आज 2500 वर्षभन्दा बढी समय बितिसक्दा पनि यसको ज्ञान यति धेरै ताजा, जीवित र मानव मनका लागि गहिरो रूपमा सान्दर्भिक किन छ भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। बुद्धको बारेमा सामान्य जानकारी त प्राय हामीहरू सबैलाई नै छ। उनको जीवनीको बारेमा हामीहरूले बुझेका छौँ, पढेका छौँ। स्कुल, कलेज, युनिभर्सिटी सबैतिर उनको जीवनीको बारेमा हामीले पढेका छौँ, बुझेका छौँ। तर विशेष रूपमा जुन कुराले बुद्धलाई बुद्ध बनायो, त्यो उनको बुद्धत्वको अनुभूति, त्यो बुद्धत्व के हो भन्ने कुरा पनि बुझ्नु त्यति नै आवश्यक छ। किनकि
बुद्धलाई एउटा सामान्य मानिसबाट भगवानमा रूपान्तरित गर्ने कुनै तत्त्व उनको जीवनमा थियो भने त्यो उनको बुद्धत्व नै थियो। अहिलेको समयमा हामीहरूले देखेकै छौँ, मानव जाति बाह्य रूपमा धेरै परिवर्तित भएको छ। हाम्रा सहरहरू, टेक्नोलोजी, सामाजिक प्रणालीहरू, जीवनशैली तीव्र गतिमा विकसित भएका छन् यी कुराहरू। तर त्यसको तुलनामा जुन हाम्रो मानव मन छ नि, त्यो मानव मन लगभग उस्तै नै छ। किनकि आज पनि मानिसहरू क्रोध, घृणा, ईर्ष्या, वैमनस्य, दुःख, लोनलिनेस, एङ्जाइटी, स्ट्रेस, कन्फ्युजन यस्ता कुराहरूसँग सङ्घर्ष गरिरहेका छन्। हामीहरूसँग एज अ जेनेरेसन इतिहासकै सबभन्दा धेरै सुविधाहरू छ, तर शान्ति भने हराउँदै गएको जस्तो देखिन्छ। दिन प्रतिदिन तपाईँ आफ्नो वरपर हेर्नुहोस्, इन्फर्मेसन जुन छ, जानकारी जुन छ, तीव्र गतिमा बढिरहेको छ, तर त्यसको तुलनामा विस्डम हराउँदै गएको जस्तो देखिन्छ। हामीहरूलाई डिभाइसेस कनेक्ट गर्न आउँछ, तर जीवनमा आवश्यक परेको खण्डमा हामीहरू आफूसँग आफूलाई कनेक्ट गर्न जान्दैनौँ। बाहिरबाट देख्दा त पुरै संसार सम्पन्नताले भरिएको छ, तर त्यो बाहिरी सम्पन्नता, त्यो बाहिरी कुराहरूमा, त्यो बाहिरी आयाममा मात्रै सीमित भएको छ। त्यो सम्पन्नता एउटा अनफर्चुनेट फ्याक्ट नै हो। यो भित्र आफ्नो मानव मनभित्र मानसिक आयाममा, आफ्नो मेन्टल डाइमेन्सनमा त्यो सम्पन्नता प्रवेश गर्न सकेको छैन। र यो नै अहिलेको मान्छेको दुःखको, पीडाको, एङ्जाइटीको मुख्य कारण हो। बुद्धले पनि बारम्बार भन्नुहुन्छ नि त, मध्यम मार्ग भनेर। जीवनमा तपाईँलाई तृप्ति, सन्तुष्टि, आनन्द तब प्राप्त हुन्छ जब तपाईँ अतिहरूबाट बच्नुहुन्छ, एक्सट्रिमबाट बच्नुहुन्छ। जीवनको मध्य बिन्दुमा जब तपाईँ स्थापित हुनुहुन्छ, तटस्थतामा जब स्थापित हुनुहुन्छ, तब तपाईँलाई जीवनको परिपूर्णताको अनुभूति हुन्छ। त्यसैले त्यो तटस्थता कसरी प्राप्त गर्ने, बुद्धको शिक्षा जुन छ यो कुरामा केन्द्रित छ। बुद्धले मध्यम मार्गको कुरा गर्नुहुन्छ। मध्यम मार्गले हामीलाई के सिकाउँछ भने जीवनमा सन्तुलन आवश्यक छ, सबै कुराको सन्तुलन। सम्पन्नताको कुरा गर्दा पनि बाह्य सम्पन्नता जति आवश्यक छ, आन्तरिक सम्पन्नता, मानसिक सम्पन्नता, अन्तस्को सम्पन्नता पनि त्यति नै आवश्यक छ। तपाईँले कुनै पनि कुरालाई मिस गर्नुभयो, इम्ब्यालेन्स गर्नुभयो, त्यो केसमा तपाईँलाई जीवनको परितृप्ति प्राप्त हुन गाह्रो हुन्छ। अझ फेरि विशेष रूपमा भन्ने हो भने त आन्तरिक सम्पन्नता बाह्य सम्पन्नता भन्दा पनि महत्त्वपूर्ण कुरा हो। स्टेप 1 भनेको आन्तरिक सम्पन्नता हो, स्टेप 2 भनेको बाह्य सम्पन्नता हो। त्यसैले अहिलेको संसारमा हेर्नु तपाईँ, चारैतिर प्रस्प्यारिटी, होइन, डेभलपमेन्ट, टेक्नोलोजी यो सबै कुरा बढिरहेको भएर पनि मान्छेहरू जति तपाईँको सम्पन्नता बाह्य बढ्दै बढ्दै गइरहेको छ, त्यति नै साइकोलोजिकल प्रब्लमहरू, मानसिक समस्याहरू पनि बढ्दै गइरहेका छन्। किनकि काहीँ न काहीँ हामीलाई के लाग्छ, जो हाम्रो सफलताको सम्पन्नताको परिभाषामा, कि बाह्य रूपमा हामी सफल भयौँ या सम्पन्न भयौँ भने त त्यो कुरा आफैमा सफिसियन्ट हो नि त, त्यो कुरा इनफ हो जस्तो लाग्छ हामीलाई। पर्सनालिटी डिसअर्डरहरू क्रिएट गर्छ यसले। पर्सनालिटी इन अर्डरमा कहिले आउँछ त? एउटा प्रपर एउटा व्यवस्थामा पर्सनालिटी कहिले आउँछ त? जब पर्सनालिटीको दुईटै आयामहरू सन्तुलनमा हुन्छ, बाह्य आयाम र भित्री आयाम जब सन्तुलनमा हुन्छ। बुद्धले यो कुरालाई नै धम्मपदबाट हामीलाई विशेष रूपमा बुझाउने प्रयास गर्दै हुनुहुन्छ। यही कुरा बुझ्नका लागि धम्मपद असाधारण रूपमा सान्दर्भिक छ। धम्मपदलाई अद्वितीय बनाउने कुरा यसको सरलता र युनिभर्सालिटी हो। बुद्धले कुनै जटिल दर्शन यसमा बोलेका छैनन्।
जो यो जीवनको ज्ञान छ त्यसलाई सरलभन्दा सरल भाषामा उनले सामान्यभन्दा सामान्य मान्छेले बुझ्न सक्ने गरी धम्मपदमा प्रस्तुत गर्नुभएको छ। तपाईँलाई धम्मपद पढ्दै गर्दा यस्तो लाग्छ कि बुद्ध साक्षात् प्रत्यक्ष तपाईँसँग नै बोलिरहेछन्। तपाईँको मनलाई बुद्धले बुझ्नु भएको छ। तपाईँले जति राम्रोसँग आफ्नो मनलाई बुझ्नु भएको छ सायद त्योभन्दा पनि राम्रोसँग बुद्धले तपाईँको मनलाई बुझ्नु भएको छ जस्तो लाग्छ तपाईँलाई धम्मपद पढ्दाखेरि। त्यसैले बुद्धले प्रत्यक्ष रूपमा मानव दुःखलाई सम्बोधन गर्नुभयो यी शिक्षाहरूको माध्यमबाट। धम्मपद एउटा यस्तो विशेष शास्त्र हो जसमा बुद्धले फरक फरक जीवनका परिस्थितिहरूमा फरक फरक मानिसहरूसँग संवाद गरेको जुन ज्ञान छ त्यो ज्ञानको सङ्ग्रह हो धम्मपद। जस्तै कि राजाहरू, भिक्षुहरू, क्रोधित मानिसहरू, शोकमा डुबेका आमाहरू, सत्यको खोजीमा रहेका जिज्ञासुहरू र जीवनका सामान्य परिस्थितिहरूसँग जुधिरहेका सामान्य मानिसहरू, यी मानिसहरूसँग जो बुद्धले प्रत्यक्ष संवाद गर्नुभयो, कुराकानी गर्नुभयो, ती कुराकानीहरूको सङ्ग्रह धम्मपद हो। त्यसैले यसलाई एउटा लिभिङ म्यानिफेस्टो भनेर पनि हामी धम्मपदलाई भन्न सक्छौँ। धम्मपदका प्रत्येक श्लोकहरू ऐना जस्तै हुन् जसले हामीलाई बाहिरी संसारसँग होइन आफ्नै भित्री संसारसँग परिचित गराउँछन्। धम्मपदको बारेमा बुझ्नुभन्दा पहिले हामीले बुद्धको जीवनलाई पनि छोटकरीमा बुझ्नुपर्ने हुन्छ। बुद्धको जीवनको बारेमा प्रायः हामीहरू सबैलाई थाहा नै छ, तर मलाई लाग्छ बुद्धको जीवनमा हामीले मिस गरेको कुरा एउटा कुरा हामीले मिस गरेका छौँ बुद्धको जीवनमा। त्यो भनेको उनको बुद्धत्वको अनुभूति हो, जो इन्लाइटनमेन्ट बुद्धलाई प्राप्त भयो, जसबाट उनी एउटा सामान्य मानिसबाट भगवान बन्नुभयो। त्यो उनलाई एउटा मानिसबाट भगवान बनाउने तत्त्व भनेको उनको इन्लाइटनमेन्टको अनुभूति हो, बुद्धत्व। त्यसैले मैले आफ्नै अनुभवमा पनि स्कुलमा, कलेजमा, युनिभर्सिटीमा जहाँ पनि बुद्धको बारेमा पढाइ हुन्छ हामी बुद्धलाई औपचारिक रूपमा मात्र बुझ्ने प्रयास गर्छौँ। त्यसैले बुद्धको जीवनीको बारेमा बुझ्नु त आवश्यक छ नि, तर बुद्धलाई जुन कुराले बुद्ध बनायो, उनको बुद्धत्वको अनुभूति, उनको इन्लाइटनमेन्टको एक्सपिरियन्सलाई पनि अब हामीले प्राथमिकतामा राखेर अध्ययन गर्नुपर्छ। र यो धम्मपदको लेक्चर सिरिजबाट मेरो इन्टेन्सन भनेको बुद्धको व्यक्तित्वको बारेमा हामीले धेरै जान्यौँ। बुद्ध यहाँ जन्मिनुभयो, त्यसपछि बुद्धले यस्तो किसिमका घटनाहरू बुद्धको जीवनमा भए, त्यसपछि बुद्ध भगवान बन्नुभयो, त्यो कुराहरू हामीले जान्यौँ, उनको जीवन क्रमको बारेमा हामीले बुझ्यौँ। तर अब हामीले विशेष रूपमा फोकस गर्नुपर्ने अहिलेको समयमा बुद्धको व्यक्तित्वबाट, बुद्धका शिक्षाहरूबाट बढीभन्दा बढी लाभान्वित हुनको लागि हामीले जुन बुद्धको व्यक्तित्वमा सबैभन्दा महत्त्वपूर्ण आयाम छ उनको बुद्धत्वको आयाम, इन्लाइटनमेन्टको आयाम हो, त्यो आयाममा फोकस गर्नुपर्ने समय आएको छ साथीहरू। किनकि बुद्धको सारा व्यक्तित्वको जो आभा छ, प्रकाश छ नि, त्यो प्रकाश लुकेको छ उनको बुद्धत्वमा। होइन भने बुद्ध पनि तपाईँ जस्तै, म जस्तै, हामीहरू जस्तै सामान्य व्यक्तिको रूपमै त जन्मिनु भएको थियो नि त। तर के भयो उनको जीवनमा त्यो 29-30 वर्षको उमेरमा कि उनी भगवान बन्नुभयो, उनले चेतनाको त्यो शिखरलाई कसरी छुनुभयो, त्यो कुरा, त्यो प्रक्रिया हामीले बुझ्नु अत्यन्त आवश्यक छ। त्यसैले मेरो इन्टेन्सन यो धम्मपदबाट तपाईँहरूलाई त्यो बुद्धको जुन बुद्धत्वको अनुभूति छ त्यो अनुभूतिको बारेमा चर्चा गर्ने, त्यसलाई बुझ्ने प्रयास गर्ने, एउटा नयाँ ढङ्गबाट, एउटा नयाँ शैलीबाट हामीले बुद्धलाई अप्रोच गर्नुपर्ने समय आएको छ। कहिलेकाहीँ कस्तो विडम्बना जस्तो पनि लाग्छ कि भगवान बुद्ध जस्तो चेतनाको शिखर छुनुभएको व्यक्तित्वलाई पनि हामीले सामान्य एउटा सामाजिक व्यक्तित्व या एउटा राजनीतिक स्लोगनको लागि मात्र हामीले उनलाई सीमित गरेका छौँ। अब हामीले आफ्नो जीवनमा परिपूर्णता प्राप्त गर्न र चेतनाको त्यही शिखर छुनका लागि आध्यात्मिक दृष्टिकोणले, अस्तित्वगत दृष्टिकोणले बुद्धलाई अप्रोच गर्नुपर्ने, बुद्धलाई बुझ्नुपर्ने
समय आएको छ साथीहरू। हाम्रो देश नेपाललाई एउटा नयाँ आयाममा लिएर जाने समय आएको छ। हाम्रो देश नेपाल यो विश्वकै श्रीपेच हो। त्यसैले त भगवान् बुद्धले यो पवित्र भूमिलाई चयन गर्नुभयो आफ्नो प्राकट्यको लागि। हामीहरूले त्यो गहनतालाई बुझ्नुपर्छ, हामीले त्यसको मर्मलाई बुझ्नुपर्छ। अब बुद्धलाई सामान्य स्कुलको कलेजको कुनै सर्भिसको परीक्षा पास गर्नुको लागि मात्र बुझ्ने होइन के, त्यो त उनको अपमान भइहाल्छ नि। हामीले त आफ्नो जीवनको जो वास्तविक परीक्षा जसँग हामी दिन प्रतिदिन जुझिरहेका छौँ, त्यो परीक्षा पास गर्न पो हामीले बुद्धलाई पढ्ने हो त। अब बुद्धलाई हामीले यसरी अप्रोच गर्नुपर्छ साथीहरू। यो नै एउटा नेपाली भएर यो नेपाल भूमिमा जन्मेर बुद्धलाई हामीले दिन सक्ने सबैभन्दा ठुलो सम्मान हुनेछ। आज संसारले बुद्धलाई सम्मान दिइरहेको छ। आज संसारले बुद्धका शिक्षाहरूलाई अध्ययन गरिरहेको छ, मनन गरिरहेको छ। यो अवसर हामीहरूले गुमाउनु हुँदैन। र कहीँ न कहीँ यही कुरालाई सम्बोधन गर्नको लागि मलाई पनि यो धम्मपद सिरिज बनाउनुपर्छ भन्ने प्रेरणा मिलेको छ। स्पेसली धम्मपद सिरिजलाई अहिलेको जेनेरेसनको लागि, हामीहरूले अहिलेको जुन विज्ञानमा, मनोविज्ञानमा जुन नयाँ खोजहरू भएको छ, फिलोसफीका कुराहरू छन्, त्यो सबै कुराहरूसँग धम्मपदलाई जोडेर हामीले बुझ्नुपर्छ भन्ने इन्टेन्सनले मैले यो लेक्चर सिरिज बनाइरहेको छु। त्यसैले अलिकति छोटकरीमा भए पनि हामी बुद्धको जीवनीको बारेमा एकछिन कुरा गरौँ। ईसापूर्व 6औं शताब्दीतिर हिमालयको काखमा अवस्थित हाम्रो प्यारो देश नेपालको लुम्बिनी क्षेत्रमा सिद्धार्थ गौतम नामक एक बालकको जन्म भयो। सिद्धार्थ सानैदेखि सुख र वैभवको बिचमा हुर्किनुभयो। उनका बुवाले उनलाई एउटा महान राजा बनाउने सपना देखेका थिए। त्यसैले प्रायजसो सबै दुःखका रूपहरूबाट उनलाई टाढा राख्ने कोसिस पनि गरेका थिए। र अर्को कारण के पनि थियो बुद्धलाई विशेष रूपमा सुख सुविधाको बिचमा राख्ने भने बुद्धको जन्म लगत्तै एकजना कुनै महान सन्त ज्योतिषी आएर राजालाई उनले जानकारी दिए कि तपाईँको छोरा या त महान राजा बन्छन् या भोलि गएर एउटा ठुलो सन्यासी बन्छन्। अब सिद्धार्थ गौतमको बुवालाई सुद्धोधनलाई अलिकति चिन्ता पनि भयो, किनकि एउटै छोरा छ, यत्रो साम्राज्य छ, राज्य छ, यो छोराले सन्यासी भइदियो भने त फेरि यो राज्य, यो साम्राज्य कसले हेर्छ भन्ने एउटा चिन्ता पनि भयो उहाँलाई। त्यसैले उहाँले के गर्नुभयो भने सानैदेखि बुद्धलाई एउटा यस्तो वातावरणमा राख्नुभयो उहाँले कि त्यो वातावरणमा कुनै पनि एङ्गलबाट, कुनै पनि किसिमले बुद्धलाई यो जीवनमा दुःख छ, कष्ट छ भन्ने कुराको अनुभूति नहोस्। अब उनी त राजा हुनुहुन्थ्यो, त्यसैले बुद्धलाई प्राय सबै किसिमका सेवा सुविधाहरू उनले उपलब्ध गराउनु भयो। तर समयक्रमसँगै बुद्धले यो सुख र वैभवको बिचमा पनि एउटा खालीपन महसुस गर्न थाल्नुभयो। भित्री एउटा एम्प्टीनेस महसुस गर्न थाल्नुभयो बुद्धले। मसँग प्राय सबै कुराहरू छ, मैले जे चाहन्छु त्यो कुरा तत्क्षण मलाई प्राप्त हुन्छ, फेरि पनि मेरो जीवनमा परितृप्ति, पूर्णता किन अनुभव हुँदैन मलाई भनेर बुद्धलाई बारम्बार यो कुराले सताइरहन्थ्यो। समय बित्दै गयो। समयक्रमसँगै कहिलेसम्म बुद्धलाई भित्र थुनेर कोठाभित्र राख्न सकिन्छ? यो राजदरबारभन्दा बाहिर पनि यत्रो विराट संसार छ, कहिले न कहिले त निस्किनुपर्छ। उनको बुवाले पनि सोच्नुभयो कि अब ल ठिक छ, म्याच्योर भइसक्यो, बुझ्ने भइसक्यो, राजा भइसक्यो, बिहे गरिसक्यो उसले, अब त ऊ सन्यासी हुँदैन होला भनेर ढुक्क भएर ल ठिक छ बुद्धलाई अनुमति दिनुभयो। बाहिर संसारमा जाने, भिजिट गर्ने अनुमति पनि दिनुभयो। हामीलाई अचम्म पनि लाग्छ कि बुद्धलाई विशेष रूपमा बुद्धले 4वटा दृश्यहरू देख्नुभयो भन्ने कुरा आउँछ। हामीले पढ्दै गरेको कुरा हो। बुद्धले 4वटा दृश्यहरू देख्नुभयो। एउटा वृद्ध मानिस, एउटा बिरामी व्यक्ति,
एउटा मृत शरीर र अर्को घुमन्ते सन्यासी। यो चारवटा दृश्यले बुद्धलाई भित्री रूपमा गहिरो कम्पन उत्पन्न गरिदिए। आश्चर्यचकित भयो उनी। हेर्नुहोस्, हामीलाई आश्चर्य के लाग्छ? मलाई पनि आश्चर्य लाग्छ, के भयो त? एकजना बिरामी व्यक्तिलाई देख्नुभयो, एकजना मरेको मानिसलाई देख्नुभयो, एकजना सन्यासीलाई हामी त दिनदिनै देखिरहेको हुन्छौँ, हामी त सधैँ देखिरहेको हुन्छौँ त्यो दृश्यहरू। तर हामीमा त त्यो छटपटाहट आउँदैन नि त, हामीलाई डिस्टर्बेन्स पनि हुँदैन। हामी एकछिन हेर्छौँ, त्यसपछि त्यो कुराप्रति ध्यान हटाएर, त्यहाँबाट नजर हटाएर फेरि हामी आफ्नो काममा लागिहाल्छौँ। बुद्धले चाहिँ त्यसो किन गर्न सक्नु भएन? त्यो मलाई जिज्ञासा हुन्थ्यो र त्यो जिज्ञासाको मैले उत्तर अहिले आएर पाएको छु। त्यसमा एउटा साइकोलोजिकल फ्याक्टर पनि छ। हेर्नु, त्यो साइकोलोजिकल फ्याक्टर के हो भने बुद्धलाई सानैदेखि काहीँ मेरो छोरा सन्यासी भइहाल्छ कि भन्ने डरले उनको बुवाले यस्तो दृश्यहरू केही पनि हेर्न या देख्न दिनुभएकै थिएन के। त्यसैले उनलाई त के लाग्थ्यो कि संसारमा दुःख, कष्ट, पीडा भन्ने कुरा केही छँदै छैन। आनन्द छ, खुसियाली छ, फुलहरू फुल्या छन्, चराहरू गीत गाइरहेछन्, है, बसन्त आएको छ, हरियाली छ, स्वास्थ्य छ, सम्पन्नता छ, सब चिज राम्रो छ नि। त्यही कुरा उनले अहिले 28-29 वर्षसम्म देखेका थिए। त्यसैले 81 आएर जीवनको यो रूपलाई देख्दा उनलाई शक लाग्यो। यी चारवटा दृश्यहरूले उनको जीवनलाई रूपान्तरित नै गरिदिए। उनले जीवनमा पहिलोचोटि रियलाइज गरे कि जीवन त असार छ, दुःखले भरिएको छ। मान्छेले त मर्नुपर्ने रहेछ, बिरामी हुनुपर्ने रहेछ, शरीर बुढो हुने रहेछ, फेरि मान्छे हो, घर परिवार संसार भनेर सबै कुरा हिँडेर कोही कोही मान्छे त त्यागेर पनि हिँड्ने रहेछन्। यो संसार त एक दिन गएर हातबाट छुट्ने रहेछ। जतिसुकै हामीले यसलाई टाइटली समात्न खोजे पनि एक दिन यो संसार हाम्रो हातबाट छुटिहाल्ने रहेछ। उनको त्यो संसारप्रतिको जो मोह छ, त्यो तत्क्षण त्यो मोह भङ्ग भइहाल्यो। त्यो मोह भङ्ग भइहाल्यो। उनले यथार्थ देखिहाले, है, तपाईँको अगाडि एउटा भित्ता लागेको छ, धेरै शक्तिशाली बलियो भित्ता छ, तर त्यो भित्ता सिसाको छ। पार जान तपाईँ सक्नुहुन्न, तर त्यो पारिपट्टि के छ भनेर तपाईँ देख्दै हुनुहुन्छ। यस्तै यस्तै अनुभव भयो उनलाई। चारैतिर सिसाको वाल छ, भित्ता छ, र त्यो भित्ताको पारिपट्टि के छ त? जीवनमा दुःख छ, कष्ट छ, मृत्यु छ, रोग छ, विपन्नता छ, बिछोड छ, वेदना छ। र यो सिसाको जुन भित्ता छ, यो भित्ता भित्र हामीहरू सबै आँखामा पट्टी लगाएर बसिरहेछौँ भनेर बुद्धले रियलाइज गर्नुभयो। र अब त्यो फ्याक्टलाई उनले अभोइड गर्न सक्ने कुनै कारणै थिएन कि। कसरी बिर्सिनुहुन्छ? यथार्थलाई कसरी बिर्सिनुहुन्छ तपाईँ? मैले एउटा इन्सिडेन्ट सुनेको थिएँ, एउटा खराएको कथा सुनेको थिएँ। प्रायः मैले भन्छु पनि यो कथा, क्लासमा मैले पढाउँदाखेरि आफ्नो विद्यार्थी साथीहरूलाई पनि मैले प्राय भनिरहेको हुन्छु। एउटा खराएको कथा छ, त्यही खराए जस्तै हालत छ के मान्छेको। बुद्धले त्यो कुरा रियलाइज गर्नुभयो। मेरो स्थिति भनेको, मान्छेको स्थिति भनेको त त्यही खराए जस्तो स्थिति रहेछ नि। त्यो के हो त खराएको कथा? जङ्गलमा एक दिन एउटा खराएको पछि बाघ पर्छ अरे। उसलाई खाना भनेर उसलाई झम्टेर खराएको पछाडि पर्छ। खरायो भाग्छ 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 आफ्नो ज्यान बचाउनु। अब खरायो बाघसँग कहाँ भाग्न सक्ने हो र? कति टाढासम्म दौडिन सक्छ होला र? बाघले एकचोटि अठोट गरिसक्यो भने त खरायोलाई समातेर छोड्छ। फेरि पनि जबसम्म हाम्रो शक्ति छ, जबसम्म हामीमा ऊर्जा छ, बल छ, हामीलाई जिउने इच्छा हुन्छ, जिजीविसा भन्छ नि, त्यो जिजीविसाको कारणले ऊ भाग्छ, निरन्तर भाग्छ, निरन्तर भाग्छ। थाकिसकेको हुन्छ, फेरि पनि भागिरहेको हुन्छ खरायो। एउटा पोइन्टमा गएपछि खरायोले के रियलाइज गर्छ कि अब म भाग्न सक्दैन, मैले आत्मसमर्पण गर्नुपर्छ भन्ने रियलाइज गर्छ। आत्मसमर्पण गर्न पनि सक्दैन, मृत्युको डर पनि लाग्छ उसलाई।
मृत्युलाई हेर्ने, फेस गर्ने साहस पनि उसमा छैन। फेरि उसले एउटा उपाय लगाउँछ। उसले के गर्छ, अलिकति माटो खन्छ, त्यो माटो मुनि आफ्नो टाउको लुकाउँछ। त्यो माटोमा, त्यो खाल्टोमा टाउको हाल्छ र टाउको लुकाउँछ। अनि मनमा नै के सोच्छ भने अब मलाई बाघ देखिएको छैन, त्यसैले बाघ छैन। एकचोटि यो कथालाई आफ्नो जीवनसँग तपाईँ रिलेट गरेर हेर्नु। प्रत्येक हामीहरू जो पनि मान्छे यो संसारमा छौँ, उनीहरूको स्थिति यही खरायो जस्तो स्थिति छैन र? पछाडिबाट मृत्युरूपी बाघले कतिखेर झम्टिने हो, कतिखेर समात्ने हो, त्यो कुरा त निश्चित छ, समात्छ। तर कुन पोइन्टमा समात्छ, कहाँनिर समात्छ, त्यो कुरा हामीलाई थाहा छैन। हामी मृत्युबाट बच्न सक्दैनौँ भन्ने कुरा पनि हामीलाई राम्रोसँग थाहा छ, तर पनि हामी स्वीकार गर्न सक्दैनौँ मृत्युलाई। जसरी सहजतापूर्वक हामी जीवनलाई स्वीकार गर्छौँ नि, त्यसरी हामीहरू कसैले पनि मृत्युलाई स्वीकार गर्दैनौँ। र साथीहरू, एउटा सिक्का छ, त्यो सिक्काको म एउटा पाटो स्वीकार गर्छु, अर्को पाटो स्वीकार गर्दैन भनेर त हुँदैन। यो संसारको एउटा पाटो जीवन हो, अर्को पाटो मृत्यु हो। त्यो कुरा बुद्धले स्वीकार गर्यो, त्यो कुरा बुद्धले बुझ्नुभयो। म अब मृत्युसँग भाग्दैन, आँखा पनि लुकाउँदैन। जो मेरो अन्तिम यथार्थ हो, त्यो यथार्थलाई म साक्षात्कार गर्छु र त्यसको रहस्य बुझ्ने प्रयास गर्छु। र एउटा इन्ट्रेस्टिङ कुरा के छ थाहा छ, जबसम्म तपाईँ कुनै कुराबाट भाग्नुहुन्छ नि, तबसम्म त्यो कुराको रहस्य तपाईँलाई थाहा हुँदैन। प्राय मानिसहरू मृत्युसँग भाग्ने भएकै कारणले मृत्युको पर्दा पछाडिको रहस्य हामीहरू पत्ता लगाउन सक्दैनौँ। जसले बुद्धले जसरी मृत्युलाई साक्षात्कार गर्छ, उसले मृत्युको पछाडिको रहस्य पनि पत्ता लगाउँछ र उसले बुझ्छ कि सायद जसरी अहिलेसम्म एउटा भयको स्थितिमा, डरको स्थितिमा मृत्युलाई बुझिएको छ, हामीले बुझे अनुसार चाहिँ मृत्युको वास्तविकता छैन। सायद मृत्यु एउटा भ्रम मात्रै हुन सक्छ। अहिले त विज्ञानले पनि प्रमाणित गरेको छ नि। एउटा मानिस मर्छ भन्ने कुरा त छोडिदिनु तपाईँ, एउटा सानो बालुवाको कण पनि छ नि, त्यो बालुवाको कण पनि नष्ट हुँदैन, त्यसको पनि मृत्यु हुँदैन। मानिसको कुरा त धेरै टाढाको कुरा। जब मृत्यु नै हुँदैन भने फेरि मृत्युसँग यत्रो भय किन छ, यत्रो डर किन छ? मृत्युको रहस्य के हो? त्यो रहस्य किन बुझिएको छैन? जबसम्म तपाईँ मृत्युलाई फेस गर्नुहुन्न, साक्षात्कार गर्नुहुन्न। फेस गर्नुहुन्न भनेको आफूले गएर मर्नुपर्छ, सुसाइड गर्नुपर्छ भनेको होइन, तर त्यसको बारेमा विचार गर्ने, चिन्तन गर्ने। के हो त, यति मान्छेहरू संसारमा, सबैको डेस्टिनी भनेको मृत्यु। त्यसबाट आफ्नो आँखा बचाउने, ध्यान त्यसबाट हटाउने भन्दा पनि एकचोटि त्यसको रहस्य तपाईँ बुझिहाल्नु भयो भने त्यसपछि तपाईलाई तपाईँको जीवनमा मृत्युको डर नै रहँदैन। सोच्नु न, कस्तो साहस तपाईँको हृदयमा जागृत हुन्छ होला जब तपाईँको जीवनमा मृत्युप्रति पनि डर छैन, किनकि मृत्युको रहस्य तपाईँले बुझ्नु भएको छ। यो कुरा बुद्धले रियलाइज गर्नुभयो र उनलाई यति छटपटी भयो, यति धेरै जिज्ञासाले भरिनु भयो, यो के हो, यो रोग भनेको के हो, मृत्यु भनेको के हो, मानिस कहाँबाट आउँछ यो पृथ्वीमा, मरेपछि मान्छे कहाँ जान्छ, यो कुराले यति धेरै जिज्ञासा भयो कि बुद्धले लामो समय परिवारमा, राजदरबारमा, त्यो घरमा बस्नै सक्नु भएन। 29 वर्षको उमेरमा बुद्धले आफ्नो घर, परिवार, राजदरबार, धन सम्पत्ति सबै छोडेर सत्यको खोजीमा यात्रा सुरु गर्नुभयो। त्यसपछि धेरै समयसम्म सिद्धार्थले अध्ययन, ध्यान र कठोर तपश्चर्या गर्नुभयो। धेरै नै आफूलाई उनले साधनाको प्रक्रियाबाट धेरै नै उनले आफूले टर्चर पनि भोग्नुभयो। संसारमा, परिवारमा, राजदरबारमा बस्दाखेरि उनलाई सुख सुविधाहरू थियो सबै किसिमको, उनले कुनै पनि दुःख कष्ट भोग्नु परेको थिएन। जब उनी संसार दरबार छोडेर जानुभयो, उनले अत्यन्तै धेरै दुःख कष्ट भोग्नुभयो। उनलाई के लाग्यो कि
सायद मैले यो तपस्या दुःख कष्टबाट मैले सुखबाट पाउन नसकेको कुरा, सुविधाबाट पाउन नसकेको कुरा पाउँछु होला जस्तो लाग्यो। जब 5-6 वर्षसम्म निरन्तर उनले साधना गर्नुभयो, तपस्या गर्नुभयो, आफ्नो शरीरलाई पनि उनको धेरै कष्ट पीडा भयो। फेरि उनले एउटा कुरा रियलाइज गर्नुभयो कि संसारमै डुबिराख्नु, साधनाको बाटोमा नजानु एउटा अति हो, एउटा एक्सट्रिम हो। र साधनाको मार्गमा जानु र संसारलाई कम्प्लिटली बिर्सिनु त्यो पनि अर्को अति हो। सिद्धार्थले एउटा रियलाइज गर्नुभयो आफ्नै अनुभवबाट कि अत्यधिक भोगविलास र अत्यधिक आत्मपीडा दुवै अपूर्ण छन्। त्यो बोध पश्चात उनले मध्यम मार्गको खोजी गर्नुभयो, मिडल वे भनेर पनि भनिन्छ। यो मिडल वे भनेको जागरुकता र विवेक सहितको सन्तुलित जीवनशैली। एउटा सन्तुलनबाट नै जीवनमा यथार्थता प्राप्त हुन्छ, सत्यको अनुभूति हुन्छ भन्ने रियलाइज गर्नुभयो बुद्धले। त्यसपछि बोधगया स्थित बोधि वृक्ष मुनि सिद्धार्थले बुद्धत्व प्राप्त गर्नुभयो, इनलाइटनमेन्ट प्राप्त गर्नुभयो र बुद्ध बन्नुभयो। अर्थात् एक जागृत व्यक्ति, ब्युजिएको मानिस। यो संसारको जुन सपना छ, यो सपनाबाट ब्युजिनु भयो पहिलोचोटि। उनले अनुभव गर्नुभयो, आफ्नै अनुभवमा, आफ्नै डाइरेक्ट रियलाइजेसनमा उनले अनुभव गर्नुभयो कि यो संसार एउटा सपना जस्तै रहेछ भनेर। त्यसैले जुन बुद्ध भन्ने शब्द छ, बुद्ध भन्ने शब्दको अर्थ भनेको एउटा यस्तो मानिस, एउटा यस्तो चेतना जो जागेको छ, जो ब्युजिएको छ, निद्राबाट जो ब्युजिएको छ। ज्ञान प्राप्तिपछि बुद्ध मौन बस्नु भएन। उनले लगभग 45 वर्षसम्म गाउँ यात्रा गर्दै मानिसहरूलाई अज्ञानता र दुःखबाट मुक्त हुने उपाय सिकाउनु भयो। र एउटा रोचक कुरा के छ भने बुद्ध आफैले कुनै पनि पुस्तक लेख्नु भएन। उनका शिष्यहरूले उनले दिनुभएको ज्ञानलाई पुस्तौँसम्म, जेनेरेसन टु जेनेरेसन स्मरण गरे, सङ्ग्रहित गरे। र बुद्धका जो विशेष शिष्यहरू, मुख्य अनुयायीहरू जो हुनुहुन्थ्यो, उहाँहरूले बुद्धका समस्त शिक्षाहरूलाई उनको महानिर्वाणपछि व्यवस्थित गर्नुभयो, सङ्ग्रहित गर्नुभयो र सावधानीपूर्वक त्यसलाई सङ्कलन गर्नुभयो। र ती सङ्ग्रहहरूलाई त्रिपिटक भनेर भनिन्छ। बौद्ध शास्त्र त्रिपिटक भनेर भनिन्छ। यही त्रिपिटकमा धम्मपद सबैभन्दा प्रिय शास्त्रहरूमध्ये एक हो, किनकि धम्मपदमा प्रत्यक्ष उनको अनुभवको कुराहरू, उनले बुझेका, जानेका, सबै परिस्थितिका मानिसहरूसँग गरेका संवादका कुराहरू भएको हुनाले धम्मपद तपाईँको लागि, मेरो लागि पनि त्यति नै सान्दर्भिक छ। धम्मपदका धेरैजसो श्लोकहरू वास्तविक जीवनका घटनाबाट जन्मिएका हुन्। प्राय श्लोकहरूको पछाडि एउटा कथा छ। कुनै द्वन्द्व, मिसअन्डरस्ट्यान्डिङ, क्रोध, प्रेम, घृणा, जागरणको क्षण, अवेकनिङको क्षण। त्यसैले धम्मपद हामीलाई जीवित महसुस हुन्छ। अहिले पनि तपाईँ धम्मपद पढ्नुभयो, सुन्नुभयो भने बुद्धले प्रत्यक्ष तपाईँसँग अहिले नै संवाद गरिरहेछन् भन्ने तपाईँलाई लाग्छ। त्यसैले धम्मपदको ज्ञान जीवनबाट अलग गरिएको कुनै एब्स्ट्र्याक्ट फिलोसफी होइन, यो प्रत्यक्ष मानव अनुभवबाट जन्मिएको ज्ञान हो। आजको संसारमा धम्मपदको रेलेभेन्स, धम्मपदको महत्त्व झनै बढेको छ। हामीहरू अहिले डिस्ट्र्याक्सन, कम्प्यारिजन, तुलना गर्ने कुरा, संसारमा उपभोग गर्ने कुरा र साइकोलोजिकल स्ट्रेसको युगमा बाँचिरहेका छौँ। मानिसहरू बाह्य रूपमा कनेक्टेड छन् तर भित्री रूपमा डिस्कनेक्टेड छन्। धम्मपदले हामीलाई सम्झाउँछ कि वास्तविक शान्ति किनेर, डाउनलोड गरेर वा बाह्य सफलता प्राप्त गरेर पाइँदैन। बुद्धले बारम्बार दोहोर्याउनु भएको छ कि हाम्रो मनको गुणस्तरले हाम्रो जीवनको गुणस्तर निर्धारण गर्छ। यो आज पनि कति साइन्टिफिक, कति साइकोलोजिकल जस्तो सुनिन्छ। बुद्धले हजारौं वर्ष अघि आफ्नो जागरण मार्फत, आफ्नो ध्यान मार्फत, अवेरनेस मार्फत
बुझेका कुराहरू, जानेका कुराहरूलाई अहिलेको मोडर्न साइन्सले, मोडर्न साइकोलोजीले पुष्टि गरिरहेको छ। जस्तै कि विचारहरूले भावनालाई प्रभाव पार्छन्, भावनाहरूले व्यवहारलाई प्रभाव पार्छन् र जागरुकताले दुःखलाई रूपान्तरित गर्न सक्छ। त्यसैले धम्मपद एउटा स्पिरिचुअल विस्डम मात्र नभएर साइकोलोजिकल विस्डम पनि हो, जो साइकोलोजीको डिपेस्ट लेयरहरू छन्। ती डिपेस्ट लेयरहरूमा बुद्ध प्रवेश गर्नुभएको छ। त्यसैले तपाईँको मनको प्रत्येक तलसँग, तपाईँको मनको प्रत्येक पानासँग बुद्ध परिचित हुनुहुन्छ। तपाईँलाई मानसिक समस्याहरूबाट, साइकोलोजिकल सफरिङबाट, डिप्रेसन, एङ्जाइटीबाट बाहिर निस्कनको लागि जति राम्रोसँग कुशल ढङ्गले बुद्धले सहयोग गर्न सक्नुहुन्छ नि, त्यतिको त्यो लेभलमा कसैले पनि अरूले सहयोग गर्न सक्दैन यो संसारमा तपाईँलाई। किनकि बुद्धले आफ्नो मनलाई परिपूर्ण बुझ्नुभयो, त्यसैले यो संसारलाई परिपूर्ण बुझ्नुभयो, यसको रहस्यलाई परिपूर्ण बुझ्नुभयो र तपाईँको मनलाई पनि परिपूर्ण रूपमा बुझ्नुभयो। त्यही कारण बुद्धलाई हामीले कसरी पनि बुझ्न सक्छौँ भने एउटा आध्यात्मिक व्यक्ति मात्रै नभएर उनलाई एउटा साइकोलोजिस्टको रूपमा पनि हामी बुझ्न सक्छौँ। द ग्रेटेस्ट अफ अल साइकोलोजिस्ट्स। जब हामी धम्मपदका श्लोकहरूमा प्रवेश गर्दैछौँ, यसलाई टाढाबाट पूजा गर्ने एउटा धार्मिक ग्रन्थको रूपमा मात्र नहेरौँ, धम्मपदलाई आत्मबुझाइको एउटा लिभिङ गाइडको रूपमा हेरौँ, मानव मनको युजर्स म्यानुअलको रूपमा बुझौँ। धम्मपदको अध्ययन केवल इन्फर्मेसन प्राप्त गर्नु होइन, जानकारी सङ्ग्रहित गर्नु होइन, आफ्नो विवेक जागृत गर्नु, आफूभित्रको विस्डमलाई एक्टिभेट गर्नु हो। किनकि इन्फर्मेसनले केही क्षणको लागि तपाईँको मनलाई परिवर्तित गर्न सक्छ, तर विस्डमले तपाईँको जीवन नै रूपान्तरित गर्न सक्छ। त्यसैले आउनुहोस् साथीहरू, खुला हृदयसहित, विनम्रतापूर्वक, जागरुकतासहित यी पवित्र श्लोकहरूमा प्रवेश गरौँ। केवल बुद्धका शब्दहरू पढ्नको लागि मात्र होइन, तिनको माध्यमबाट आफूलाई अझ गहिरो रूपमा बुझ्नका लागि। नमस्ते।